अब थोरै राजनीतिक विषयमा जाउँ। जस्तै अहिले देशमा एकदम विकरान्त चलिरहेछ। जस्तै गृहमन्त्रीको राजीनामा माग गरिरहेछ भने तपाईँलाई यता दुर्गा परसैलाई जेलै तोकियो, कारागारै तोकियो। अब यो विषयमा के भन्नुहुन्छ? थोरै हेर्नुहोस्, म अहिले पोलिटिक्सतिर मैले धेरैजना साथीभाइलाई पोलिटिक्सको बारेमा भन्दाखेरि कतिलाई इफेक्ट पर्यो। धेरैजना साथीभाइ सल्लाह आयो, हामी धर्मगुरु सँगैमा रविन्द्र मिश्र र धवल शमशेर राणालाई निकाले, जेलबाट मुक्त गरे त कारागार नपुग्यो, अगाडि नै हिरासतबाट निकाले। तर दुर्गा परसैलाई चाहिँ किन हिरासतमा? के प्रतिशतै हो? म अहिले यही त भन्दैछु, विश्वमा कहिले हाम्रो नेपालहरू विश्वमा जहिले पनि जहाँ पनि तीको ती छ क्या। हाम्रो नेपालमा धर्म मानिँदैन क्या। नेपालमा पहिले प्रत्येक तपाईँले घरको छोराछोरीलाई पूजा गर्न लाउनु छ। तपाईँ धर्मतिर जानुभयो, मलाई त्यसको चाहिँ उत्तर दिनुहोस् न। के भन्नुहोस् त? जस्तै तिनकुने घटनालाई लिएर सबै राजावादी समर्थक या राजावादीका लिडर गर्ने व्यक्तिहरूलाई थुनामा राखिएको थियो। थुनामा राखियो, थुना पछाडि अहिले छोडियो। तर 4 अथवा 7 जना व्यक्तिलाई छोडेनन्, कारागारतिर पठाए। किन यो यसो किन गर्यो? डिल मिलेन, उहाँहरूको कुरा मिलेको छैन अलिकति। हेर्नुहोस्, नेपालको पोलिटिक्स भनेको कसैले नजान्ने पोलिटिक्स छ। नेपालको पोलिटिसियन हामी नेताहरूलाई गाली गर्नुभन्दा पहिले आफूलाई हेर्नुहोस्। पोलिटिक्स नेपालमा यति कवाडी भयो नि। जस्तै अहिले तपाईँलाई विश्वयुद्ध हुँदैन, विश्वयुद्ध हुँदैन। किन हुँदैन थाहा छ तपाईँलाई? किनभने रुस पनि क्रिस्चियन हो, अमेरिका पनि क्रिस्चियन हो। उनीहरू क्रिस्चियन कहिले झगडा गर्दैन। त्यसो भने युक्रेनलाई किन हानियो भनेछ? त युक्रेनमा सानो खेल भएको मात्रै हो। जुन दिन मुस्लिम देश तगडा हुन्छ नि, त्यो दिन मात्रै विश्वमा युद्ध हुन्छ। नेपालको पोलिटिक्स त एकदम भन्ने पनि लातरको पोलिटिक्स छ क्या। तपाईँ हाम्रो घरमा श्रीमती छोरा आउँदा श्रीमती हुँदैन, श्रीमती बहिनी छोरा बहिनी भन्नु पाइँदैन। तपाईँको श्रीमानले 50 मा बिहे गरिरहेको हुन्छ। छोरा मान्छेले गल्ती चाहिँ छोरी नियम कानुन नभएपछि त्यही हो। नेपालमा हामी साथीभाइहरू अध कल्चर भयो, 10 कक्षा स्कुल 10 कक्षा पढे जस्तो पढेन भन्दाखेरि 10 वर्ष स्कुल गएकै हो। पढ्यो भन्दा एसएलसी फेल। जुन दिनसम्म नेपालीहरू धर्मशास्त्रमा कट्टर हुँदैन त्यो दिनसम्म नेपाल कहिले विकास हुँदैन। अब मैले अहिले भन्छु, मैले गर्दा नेपालमा केही हुन्छ र भने म धर्म संस्कृति बनाउन प्रयास गर्छु। आज यो भिडियोहरू उहाँले पनि त्यही देशमा हिन्दू राष्ट्र कायम होस्, धर्मलाई उच्च सम्मान गरेर नेपाललाई हिन्दू राष्ट्र कायम गरौँ भनेर अगाडि लिएर जानुभएको थियो। तर उहाँलाई किन यतिसम्म गरियो? सरकारले किन यतिसम्म गर्यो? अब जहाँसम्म उहाँहरूको आन्तरिक कुरा मलाई थाहा छैन। तर मेरो हिसाबले आफूले हिसाबले भन्नु पर्यो भने त्यहाँ पनि पोलिटिक्स छ। दुर्गा प्रसाद सरको नै आफ्नै स्वार्थ छ, उहाँहरूको नै आफ्नै स्वार्थ छ। त्यहाँ डिल मिलेछ, जुन दिन डिल मिल्छ छोड्छ। त्यहाँ कट्टर दिलबाट हिन्दू राष्ट्र बनाऊ भन्ने मान्छे बहुतै कम छ। मेरो हिसाबले 15-20% पनि छ कि छैन। तर हामीले कुनै पनि पोलिटिसियनलाई गाली गर्नुभन्दा पहिले आफूलाई सुधार्नुपर्छ। अहिले पनि भन्छु, तपाईँहरू आफ्नो धर्म संस्कृति बनाउनु, धर्म बनाउनुहोस्। तपाईँ घर सुध्रिन्छ घरबाट, गाउँ सुध्रिन्छ गाउँबाट, समाज सुध्रिन्छ समाजबाट, देश सुध्रिन्छ। हरेक गाउँमा हेर्नुहोस्, अहिले सब विदेश र भनेर विदेश जान्छन्। डिग्री पिएचडी गर्ने मान्छेहरू सबै विदेश गए। तर नेपालमा एउटा डिग्री गर्ने मान्छेलाई धर्मशास्त्र सोध्यो भने उसले सोध्नेलाई खिलिरहन्छ भने इन्डियामा एउटा जस्तै एउटा डिग्री गर्ने मान्छेलाई धर्मशास्त्र वेद सबै आउँछ। इन्डिया नेपालमा यही फरक छ। नेपालभन्दा इन्डिया 100 वर्ष अगाडि छ। किनभने यहाँ हरेक डिग्री पिएचडी गर्ने मान्छे धर्मशास्त्र वेद आउँछ। यस्तो लुगा लाएर इन्डियामा हिँड्दा इज्जत हुन्छ भने नेपालमा यस्तो लुगा लाएर हान्दा होइन ठगियो भन्ने, यो ठगो भन्ने पऱ्यो। किनभने त्यो जसले चोर छ अरूलाई चोर भन्छ, जो आफू इमान्दार छ अरूलाई इमान्दार छ। तपाईँले यसरी बोल्ने मौका दिनुभयो, यसको लागि खुसी। र मैले खुसीको कुरो बोल्दैन, तपाईँलाई प्रत्येक दिन म राशिफल बिहान भन्ने छु र तपाईँहरूको बारेमा जिन्दगीमा के छ म त्यो पनि भन्ने छु। यति भन्दै बिदा जानुहोस्। तपाईँले दुःख सुखमा आउनुहोस्। मैले हेर्दा तपाईँलाई दिनै पर्छ भन्ने फिल छैन। मसँग हात हेरेर तपाईँलाई फाइदा हुन्छ, लस 0% हुन्छ। यति भन्दै बिदा जान्छु। धन्यवाद।